नेपालको सार्वभौम जनताले आफ्नो मतद्वारा निर्वाचित गरेर गठन भएको संविधान सभा 2 पटक, त्यसले तपाईको यो संविधान बनाएको हो। सरकारले सबै काम राम्रो गर्नु पर्दछ एउटा कुरा हो, राम्रो काम गर्नु पर्दछ भन्ने एउटा कुरा हो, तर काम गर्दै जाँदाखेरि जनताले मन नपरेको हुन सक्छ। जनतालाई मन नपरेको कुरा त जनताले बोल्न पाउनु पर्यो नि, बोल्न अभिव्यक्त गर्न पाउनु नि, एक्सप्रेसन गर्न पाउनु नि। असन्तुष्टि राजा र राजतन्त्र कुनै पनि हालमा नेपालमा फर्किँदैनन्। त्यो जनताको चाहना होइन, त्यो उनको समर्थक छन्, जान्छन् आउँछन् भइहाल्छ। 240 वर्षमा नेपालमा राजाले शासन गरेर देखाइसकेको छ, जनताको पक्षमा देशको पक्षमा कुनै काम गरेको छैन, बिगारेको छ बरु, त्यसकारण फर्किँदैन। धनुषा जिल्लामा बहुदल आइसकेपछि जति पनि तपाईँको जापानिज प्रोग्राम भयो, प्राइमरी स्कुलहरूको लागि भवन निर्माण गर्ने, माध्यमिक विद्यालय भवन निर्माण गर्ने धनुषा जिल्लामा त्यो मेरो योगदान छ। मैले ल्याउन लगाएको प्रोजेक्ट कलेजहरू बनेको छ, बाटो बनेको छ, 6 लेन बनेको छ। म कसैको जागरण अभियानलाई के हेर्दिनँ, म आफ्नो जागरण अभियानमा लागिरहेको हुन्छु। जनतालाई जनताको पक्षमा काम गर्ने, जनताको सेवा गर्ने काममा लागिरहेको हुन्छु। त्यो सुनेर के लाग्यो मलाई भने, भाषण सुन्दा है यो नेपालमा कम्युनिस्ट नाउँको कुनै पार्टी किन छ? अब त नेकपा एमाले आफ्नो पार्टीको नाउँबाट कम्युनिस्ट शब्द हटाइदिनुपर्छ जस्तो लाग्छ मलाई। माओवादीले पनि आफ्नो पार्टीको नाउँबाट माओवादी पार्टी, कम्युनिस्ट पार्टीको नाउँ हटाइदिनुपर्छ। कम्युनिस्ट सिस्टम भनेको तपाईँको बदलीय प्रणाली त होइन। आजसम्म जति आन्दोलन भएको छ, क्रान्ति भएको छ, राणा शासनको निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा जति पनि आन्दोलन क्रान्ति भएको छ, त्यो क्रान्ति भूमि नै मधेसकै भूमि हो। जति पनि क्रान्ति भएको छ अन्ततोगत्वा तपाईँको नेपाली काङ्ग्रेसकै अगुवाईमा प्रारम्भ भएको छ या नेपाली काङ्ग्रेसकै अगुवाईमा निष्कर्ष पुग्यो। त्यस कारणले अब मधेसमा काङ्ग्रेस यदि बलियो भएन भनेदेखि देशमा लोकतन्त्र बलियो हुँदैन। मेरो कुरा त्यही हो। असिधै कुरा भन्छु, मधेसमा काङ्ग्रेसलाई बलियो बनाउनुहोस्, देशमा सम्पूर्ण कुराहरू तपाईँको सुध्रिन्छ, शासन पनि निर्वाध हुन्छ, लोकतान्त्रिक शासन, जनताको हित पनि हुन्छ। हामी नजिक एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसको पहिचान नै हाम्रो राजनीतिक समाजको लागि अर्कै छवि राखेका छन् र यो मधेसको एउटा मसिहा पार्टीहरू भनाउने त धेरै आयो, तर एउटा मसिहा भनिने व्यक्ति जसलाई तपाईहरू पनि नचिनेको हुनै सक्दैन, कुनै हालतमा हुन सक्दैन। र यो अवस्थामा हामी नजिक एउटा व्यक्ति, जुन व्यक्ति पूर्व गृहमन्त्री र उप प्रधानमन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ र उहाँसँग एउटा संक्षिप्त समय लिएका छौँ हामी यही मधेसको राजनीतिक बारे, अहिलेको राजनीतिक बारे र नेपाली काङ्ग्रेसको अहिलेको राजनीतिकमा भूमिकाप्रति हामी विशेष कुराकानी गर्नेछौँ। फर्स्ट अफ अल उहाँलाई स्वागत गरौँ, त्यसपछि कुराकानी गर्नेछौँ। सर, स्वागत छ तपाईँलाई कार्यक्रम। धन्यवाद। के छ सर, अहिलेको अवस्थालाई निहाल्दा कस्तो लाग्दैछ? अहिलेको राजनीतिक पृष्ठभूमि कस्तो हेर्दै हुनुहुन्छ तपाईँ? अब अहिलेको राजनीतिक पृष्ठभूमि भन्नाले के भयो भने, तपाईँ म अहिले जनकपुरमा मेरो निवासमा छौँ। देशको राजनीतिको कुरा गर्ने हो भने देशमा राजनीतिक प्रणाली कस्तो छ भन्ने कुराबाट सुरु हुन्छ। राजनीतिक प्रणाली भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो, समावेशी प्रणाली हो। 2टा संविधान सभाद्वारा, संविधान सभा पनि यो कसैको तोक लगाएर नियुक्ति गरेर गठन गरेको संविधान सभा होइन। नेपालको सार्वभौम जनताले आफ्नो मतद्वारा निर्वाचित गरेर गठन भएको संविधान सभा 2 पटक, त्यसले तपाईँको यो संविधान बनाएको हो। यो संविधानको मूलभूत तत्त्व भनेको फन्डामेन्टल एलिमेन्ट्स जसलाई भन्छ, फन्डामेन्टल क्यारेक्टर जसलाई भन्छ होइन, यो प्रणालीको यो संविधानको आधार के हो त भन्दाखेरि 9वटा कुरा हो। राष्ट्रिय चर्चामा छ तपाईँको अहिले सबै ठाउँमा, तपाईँ 9वटा त्यो सबैले थाहा पाउनु पर्यो। जसरी मान्छेले यो मान्छेको शरीर बनेको के भन्छ भने पञ्चतत्त्वले बनेको छ भन्छ। पञ्चतत्त्वले बनेको कुरालाई जबसम्म स्वीकार गर्दैन, जबसम्म मान्दैन, अध्ययन गर्दैन, तबसम्म शरीरको बनावट, शरीरको प्रक्रिया, शरीरको संरचनाको बारेमा कसैले बुझ्न सक्दैन। रोग व्याधि पनि बुझ्न सक्दैन, त्यसको इलाज पनि बुझ्न सक्दैन। त्यस्तै अहिलेको प्रणाली र अहिलेको संविधान बनेको आधार के हो त भन्दाखेरि 9वटा तत्त्व हो। राष्ट्रियता 1, लोकतन्त्र 2, समाजवाद 3, गणतन्त्र 4, सङ्घीयता 5, समावेशिता 6,
मिश्रित निर्वाचन प्रणाली 7, धर्मनिरपेक्षता 8, अहिंसा र शान्ति 9। यो 9वटा तपाईँको आधारभूत तत्त्वहरू हुन्, फन्डामेन्टल एलिमेन्ट्सहरू हुन्। जसरी शरीरको पञ्चतत्त्वबाट निर्मित यो शरीर भन्छ छ नि, त्यस्तै यो 9 तत्त्वबाट बनेको यो प्रणाली र संविधान हो। अब त्यो बुझिसकेपछि अहिले धेरै भएको छैन। 2 पटक यो संविधान अनुसार निर्वाचन भयो, दोस्रो पटक। 2 पटकमै असन्तुष्टि जनताहरूले त देखाइसकेका छन् नि हजुर। होइन, असन्तुष्टि देखाउनु त स्वाभाविक हो नि, उसको हक हो, अधिकार हो। लोकतान्त्रिक प्रणालीमा खालि सन्तुष्टै मात्रै हुन्छ, समर्थनै मात्रै गर्छ, जय हो भन्छ भन्ने होइन। त्यसैले लोकतन्त्र भनेको हो। लोकतन्त्रमा के छ भने विरोध गर्ने, समीक्षा गर्ने, आलोचना गर्ने, असन्तुष्टि व्यक्त गर्ने अधिकार हुन्छ। व्यक्त जब हुँदछ अनि सबैले थाहा पाउँछ। जब व्यक्त हुँदैन कसैले थाहा पाउँदैन। तानाशाही व्यवस्थामा व्यक्त गर्ने अधिकार हुँदैन। निर्दलीय व्यवस्थामा, राजतन्त्रमा अहिले राजाको कुरा ठिक छ, त्यो कुराहरू सबै एउटा कुरामा त्यसकारणले के छ भने तर यो प्रणाली अहिले भर्खर सुरु भएको हुनाले सञ्चालनमा छ। यसमा जे कमी कमजोरी छ त्यो कमी कमजोरीलाई संशोधन गर्नुपर्छ। सरकारको सबै काम तपाईँको राम्रै हुन्छ भन्ने छैन। सरकारले सबै काम राम्रो गर्नु पर्दछ एउटा कुरा हो, राम्रो काम गर्नु पर्दछ भन्ने एउटा कुरा हो। तर काम गर्दै जाँदाखेरि जनतालाई मन नपरेको हुनसक्छ। जनतालाई मन नपरेको कुरा त जनताले बोल्न पाउनु पर्यो नि, अभिव्यक्त गर्न पाउनु नि, एक्सप्रेसन गर्न पाउनु नि। असन्तुष्टि त्यो असन्तुष्टिको पाएको छ सर, हो पाएको छ। असन्तुष्टिले गर्दाखेरि तपाईँको यो प्रणाली राम्रो छैन भन्न मिल्दैन। अनि जनताहरू कसरी कुन अवस्थामा आएर आज राजा आओ देश बचाओ जस्ता नाराहरू काठमाडौँ पुरा सबै ठाउँमा भन्नुहुन्छ भने कानसम्म गुन्जिसक्यो। जनताहरू होइन, तर जनकपुरको जनता यहीँ हेर्नुहोस् न, जनताहरू होइन। यो 2 करोड लगभग 3 करोड भनौँ न, 3 करोड जनसङ्ख्या भएको नेपाल हो। काठमाडौँमा अस्ति एयरपोर्टबाट स्वागत गर्न गएको थियो, कुन ठुलो कुरा। हामीहरूलाई पनि पहिले सुरुमा म जनकपुरमा आउँदा, बिपी कोइराला आउँदा, जन्मसङ्ग्रहमा तुरन्तै आन्दोलन भइसकेपछि मान्छे आउँदा, शेरबहादुरजी दिल्लीबाट फर्केर आउँदा, गिरिजाप्रसादजी फर्केर आउँदा एयरपोर्टमा हामी पनि जान्थ्यौँ नि। त्यहाँ कृष्णप्रसाद भट्टराई त्यो बेला बहुदल आउने बित्तिकै कृष्णप्रसाद भट्टराई जुनसुकै कामको लागि जहाँ जानुभयो भने एयरपोर्टबाट तपाईँको स्वागत गर्ने चलन थियो। त्यसलाई तपाईँको सामान्य शिष्टाचार मात्रै भन्नु हो। राजा मान्नेहरू पनि छन् यो देशमा, यो संसारमा हिटलर मान्ने पनि छ नि त। यो धर्मको कुरा गर्नु हो भने हामी राम र सीतालाई मान्दछौँ, यहाँ रावणलाई मान्ने पनि छन् नि त, होइन? मान्नेमा प्रणाली बिग्रियो भन्ने पनि छैन। र एक कुरा तपाईँलाई भन्न चाहन्छु, राजा र राजतन्त्र कुनै पनि हालमा नेपालमा फर्किँदैनन्। त्यो जनताको चाहना होइन, त्यो उनको समर्थक छन्, जान्छन्, आउँछन्, भइहाल्छ। एउटा कुरा के हेर्छौँ भने त यही नेपालको संविधानको धाराहरू टेकेर केही सांसदहरू बनेका छन् र त्यो सांसदहरू पनि त राजाको समर्थनमा छ। राजा आउनै पर्यो भनेर भनिन्छ। यो लाग्दैन कहीँ संविधानप्रतिको आक्रमण हो? मलाई संविधानप्रति के आक्रमण बाँधिने, संविधान यति कमजोर छैन कि 2-4 जनाले भन्दैमा ठिक छ। राप्रपा जुन बेलामा निर्वाचित भएको थियो, राप्रपा निर्वाचन प्रणाली हामीलाई थाहा छ कि छैन? तपाईँ जनकपुरको हुनुहुन्छ, हेर्नुहोस्। योभन्दा पहिले म तपाईँको चुनाव हारेको थिएँ कोसँग? राप्रपाको कैन्डिडेट कृष्ण प्रतापसँग। अब तपाईँ मलाई बताउनुहोस् त, सोध्नुहोस् त यहाँ कि कृष्ण प्रताप बलले पाएको भोट, जितेको भोट सबै राप्रपाको हो र काङ्ग्रेसको हो? मेरै समर्थकहरूले पनि भोट दिए। मेरो मसँग असन्तुष्टि थियो होला, असन्तुष्टि भइदिन्छ कसरी? त्यसको अर्थ त्यो राप्रपाको भोट होइन। त्यस्तै अहिले राप्रपा जितेर गएको छ, केही मानिसहरू साथमा गएर राम्रो कुरा हो। लोकतन्त्रको त ब्युटी हो यो राप्रपा जित्नु। तर त्यसले राजतन्त्र नेपालमा फर्केर कुनै 240 वर्षमा नेपालमा राजाले शासन गरेर देखाइसकेको छ। जनताको पक्षमा, देशको पक्षमा कुनै काम गरेको छैन, बिगारेको छ बरु। त्यस कारण फर्किँदैन। तपाईँ नाम पनि कमाउनु भयो, अनि नाम कमाइसके पश्चात अहिलेको अवस्था कस्तो भइरहेको छ भने तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भन्ने सबैमा गुमनामी जस्तो छ, कसैलाई थाहै छैन। त्यसलाई कसरी हेर्नुहुन्छ त? अब त्यो त थाहै छ। म त यही जनकपुरमा कतिपटक आएको छु, तपाईँ थाहा छ छैन? होइन, जनकपुरमा प्रायः जस्तो प्रत्येक सप्ताहमा आउने गर्दछु, सबैलाई थाहा छ। अब तपाईँ थाहा हुँदैन भने यो मेरो दोष होइन, तपाईँको दोष हो। अनि अहिले भर्खरै के थियो भने अस्ति तपाईँ राजाको कुरा गर्नु पर्दाखेरि उहाँले जुन लिन गएका व्यक्तिहरू हुनुहुन्थ्यो नि, त्यसको विरुद्धमा 1 लाख रुपियाँ जरिवाना भनेर काठमाडौँ महानगरपालिकाले
गरेको छ त्यो हेर्नुभयो नि तपाईँ, त्यसलाई तपाईँ कसरी सक्यो त्यसले तिरी पनि सक्यो। तिरिसक्यो? सफाइको कुरा त्यो राजाको विरोध र समर्थनसँग जोडिएको विषय होइन। काठमाडौँ महानगरपालिकाले सफाइ गर्ने, फोहोर गर्ने, सफाइ गर्ने उसको अभियान छ, त्यसको नियमावली छ वातावरण सम्बन्धमा। जसले फोहोर गर्छ त्यसले जरिवाना तिर्नुपर्छ प्रावधान छ। उसले जरिवाना तिरी पनि सक्यो। भीमलेन निधिज्यू पञ्चायत व्यवस्थादेखि नै राजनीति गरी आइराख्नु भएको छ र उहाँको एउटा अर्कै छवि छ, एउटा भिजनरी नेता भनेर चिनिन्छ। तर यो भिजनरी नेतामा अहिले काम कर्तव्यहरू केही जनताहरूले बुझ्न पाएको छैन। के गरिसकेका छन् त अलिकति सठिकमा भनिदिनु न, तपाईँले गरेको उपलब्धिमूलक कामहरू के छ? अब यो दुईटा क्षेत्र भन्छु म। मैले गरेको काम एउटा राजनीतिक क्षेत्रमा हुन्छ, अर्को विकासको क्षेत्रमा हुन्छ। जनताको लागि गर्ने भनेको दुईटा कुरा हो। अब राजनीतिमा त मैले जेल गएँ, आन्दोलनमा लागेँ, यहाँ तपाईँको सङ्घर्षहरू बहुदल ल्याउनुको लागि मैले गरेँ त। मैले त राजनीति गर्ने बेलामा मेरो जीवनमा बहुदल आउला, प्रजातन्त्र आउला सोचेको पनि थिएन। मलाई चाहिँ वारन्ट गर्ने, आजीवन जेल हाल्ने, पाएको बेलामा गोली हालिदिने सम्मको अवस्था हुँदाहुँदै पनि मैले जनताको लागि तपाईँको जोखिममा राखेर, ज्यान जोखिममा राखेर पनि आन्दोलन गरेँ। एउटा राजनीतिक पक्ष काम यो हो। विकासको कुरा गर्नुहुन्छ भने यहाँ राजर्षि जनक विश्वविद्यालय मैले खोला लगाएको छु। धनुषा जिल्लामा बहुदल आइसकेपछि जति पनि तपाईँको जापानिज प्रोग्राम भयो, प्राइमरी स्कुलहरूको लागि भवन निर्माण गर्ने, माध्यमिक विद्यालय भवन निर्माण गर्ने धनुषा जिल्लामा, त्यो मेरो योगदान छ। मैले ल्याउन लगाएको प्रोजेक्ट। तपाईँको कलेजहरू बनेको छ, बाटो बनेको छ, 6 लेन बनेको छ। जनकपुर रेलवेको कुरा गर्नुहुन्छ भने यही घरमा पहिलो पटक इन्डियन त्यो रेलवेको त्यो सिंहजी भन्ने हुनुहुन्थ्यो, मिश्रजी कि सिंहजी, त्यो आउनुभएको थियो। त्यो मेरै घरमा रामस्वरजी यादवले बोलाएर म काठमाडौँ जान लागेको थिएँ, रोकेर जनकपुर जयनगर रेलवे जुन भारतले बनाएको जमानामा राणाकालमा नेपालको जङ्गलको काठ तपाईँको इन्डियामा लगेर त्यहाँको रेलवे ट्र्याक बनाउनको लागि बहुदल आइसकेपछि चन्द्रशेखरजी प्रधानमन्त्री भएर 12 बिघामा आउनुभएको थियो, भाषण गर्नुभएको थियो। चन्द्रशेखरजीसँग मेरो पुरानो चिन्जान, नेपाली काङ्ग्रेसको पुरानो चिन्जान भएको कारणले गर्दाखेरि हामीले यहाँबाट के भन्नु कि तपाईँको भारतले रेलवे बनाइदियो। त्यो रेलवे नेपाली जनताको लागि होइन, नेपाली जङ्गलबाट काठ आफ्नो जनताको लागि, भारतीय जनताको लागि लगेको थियो। अब त्यो काम सम्पन्न भइसक्यो। अब तपाईँले उहाँ यो ब्रोड गेज लाइनको ट्रेन यहाँ बनाइदिनुहोस् नेपाली जनताको लागि भनेर भन्यो। त्यो पनि चन्द्रशेखरजी सहमत हुनुभयो र धेरै पछि गएर यो तपाईँको कार्यक्रमहरू लागू भयो। भने यो चाहिँ मैले के भन्न खोजेको छु भने यस्तो कन्सेप्टहरू, आइडियाहरू मैले जनकपुरको विकासको लागि धेरै काम गरेँ। धेरैलाई थाहा छैन नि, त्यही भएर तपाईँले भनेको। अब त्यो त तामाको मिडियाको काम हो, तपाईँको काम हो, थाहा दिनुपर्ने। मैले के गर्नु यसको लागि? अब एउटा कुरा के छ भने जनताहरूको माझमा सधैँ आइहाल्छ, तपाईँले एउटा भिजनरी व्यक्ति, तपाईँ राजनीतिकमा पूर्व उप प्रधानता गृहमन्त्री भएरै आउनुभएको रहेछ। तर प्रधानमन्त्रीको क्यान्डिडेट तपाईँ हुनुहुन्छ जस्तो लाग्दैन। मधेसीकै जनताकै मधेसलाई नै के भन्नु सिरही बनाएर चढ्ने नेताहरू आज प्रधानमन्त्री भइयो, तर मधेसी प्रधानमन्त्री किन भएन सर? योमा केही कुरा आउँछ तपाईँको माइन्डमा? के आउँदैन। म पहाडमा घुम्न जान्छु, मलाई तपाईँले सोधा जस्तै, तपाईँले भने जस्तै हाम्रो नेपाल कर्णालीका, सुदूरपश्चिमका, गण्डकीका पार्टीका साथीहरूले पनि, अरू साथीहरूले पनि यही प्रश्न सोध्छन्। यसको जवाब मसँग छैन। अहिले यो विडम्बना हो कि होइन? मधेसी सबै पिछडेकै वर्ग हो कि राखौँ त्यसलाई पिछडेको वर्गमा? म यसको जवाब दिन सक्ने अवस्थामा छैन। तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ कि नै? म यसको जवाब दिएँ। म जनताको सेवा गर्न चाहन्छु। जनताको सेवा अब प्रधानमन्त्री भएर अझै राम्रो गर्न सकिन्छ, प्रभावकारी तरिकाले गर्न सकिन्छ भन्ने जनताहरूको अपेक्षा छ नि। एकचोटि तपाईँलाई प्रधानमन्त्री हेर्न चाहन्छ? तपाईँले जनता गएर भन्नुहोस्, मलाई खुसी लाग्छ। अनि अहिलेको अवस्थामा एउटा कुरा सर, एउटा कुरा के छ भने सबैले ठ्याक्कै यही कुरा बुझ्नु पनि पर्यो कि मधेसमा अहिले भर्खर पुष्पकमल दाहाल प्रचण्डज्यू माओवादी केन्द्रका अध्यक्षज्यू मधेसमा आउनुभएको थियो। के को लागि त? जनतासँग माओवादी जागरण अभियानको निम्ति। यो जागरण अभियान के को लागि? र यो जागरण अभियान मधेसमा विक भयो उहाँको सङ्गठन, जनताहरूले त त्यही बुझेको हो। एउटा कुरा विक भयो भने यहाँ जागरण अभियानमा आउनुभयो, तर मधेसी प्रधानमन्त्री किन बन्न पाइँदैन भन्ने कुरा त सबैलाई आउँछ। उहाँले सोच्नु भएन प्रचण्डलाई मधेसी प्रधानमन्त्री किन बनाइरहेछ? सोध्नुभयो? सोध्नुहोस् न। अनि उहाँको जागरण अभियानलाई तपाईँ कसरी हेर्नुहुन्छ? उहाँको जागरण अभियानलाई तपाईँ कसरी हेर्नुहुन्छ? म कसैको जागरण अभियानलाई केही हेर्दिनँ। म आफ्नो जागरण अभियानमा लागिरहेको हुन्छु। जनतालाई, जनताको पक्षमा काम गर्ने, जनताको सेवा गर्ने काममा लागिरहेको हुन्छु। मेरो काम त त्यो हो। म आफू
के अरे यो निष्काम कर्म भन्छ नि गीतामा, त्यो कर्मको फलको परिणामको लागि चिन्ता नगर, आफ्नो कर्म गर्दै जाऊ भन्छ। कर्म गर्दै जाँदाखेरि कुनै दिनमा केही पनि प्राप्त होला भन्ने लाग्छ। स्पिरिचुअल व्यक्ति पनि हुनुहुन्छ? बिल्कुल, मेरो पिताजी नै, मेरो हजुरबुवा, मेरो पिताजी हामीहरू अलिकति सनातन धर्ममा विश्वास गर्ने मान्छे हौँ, गरिरहन्छु। होइन, तपाईँ बुवाको नाउँ लिइहाल्दा मलाई एउटा कुरा के स्मरणमा आयो भने महेन्द्र नारायण निधि, होइन, उहाँको अर्कै लेभलको छवि थियो। फेरि तपाईँ 14 वर्षदेखि नै विद्यार्थी कालमा राजनीति गर्न थाल्नुभयो। तपाईँको त बेग्लै इतिहास पनि छ। बेग्लै इतिहास भएको व्यक्ति अहिलेसम्म तपाईँ राजनीति गर्दै आउनुभएको छ, सत्तामा पनि बस्नुभयो, तर अहिले पनि शिक्षा, स्वास्थ्य, सडक, रोजगारी के अवस्था छ तपाईँलाई थाहा? अहिले भन्दा राम्रो छ। शिक्षा, स्वास्थ्य, रोजगारी, जनकपुरको कुरा हेर्नुहोस् न, जनकपुर बाटो कस्तो भइसक्यो। जनकपुरमा धेरै कलेजहरू खुलिसकेका छ, स्कुलहरू खुलेको छ, स्वास्थ्य केन्द्रहरू। तपाईँले नै गरेको हो कि मधेसी मसिहा? इट्स मिन्स मधेसी केही पार्टी दलहरूले गरेका हुन्। माओवादी आएर भन्छ म गरेको हुँ, कसैले प्रणालीले गरेको। म त यो माओवादी पार्टीबाट एउटा कुरा भनिहाल्छु, यहाँ धेरै भन्दै थियो मन थियो। यसपालिको संसदमा प्रधानमन्त्रीको वक्तव्य सुने, यसपालिको संसदमा प्रचण्डजीको वक्तव्य सुने, यसपालिको संसदमा तपाईँको शेरबहादुरजीको वक्तव्य सुने। संसदीय प्रणाली अन्तर्गत, बहुदलीय प्रणाली अन्तर्गत संसदमा जानुभएका सबै कम्युनिस्ट नेताहरूको र अरू दलको नेताहरूको भाषण पनि सुन्यो। त्यो सुनेर के लाग्यो मलाई भने, भाषण सुन्दा है, यो नेपालमा कम्युनिस्ट नाउँको कुनै पार्टी किन छ? अब त नेकपा एमाले आफ्नो पार्टीको नाउँबाट कम्युनिस्ट शब्द हटाइदिनुपर्छ जस्तो लाग्छ मलाई। माओवादीले पनि आफ्नो पार्टीको नाउँबाट माओवादी पार्टी, कम्युनिस्ट पार्टीको नाउँ हटाइदिनुपर्छ। कम्युनिस्ट सिस्टम भनेको तपाईँको बहुदलीय प्रणाली त होइन, एकदलीय प्रणाली हो। जनताको केन्द्रीय जनवादमा विश्वास गर्छ, संसदीय प्रणालीमा विश्वास गर्दैन, बहुदलमा विश्वास गर्दैन, बहुलवादमा विश्वास गर्दैन। बाबुरामजी, तपाईँको बाबुराम भट्टराई कम्युनिस्ट पार्टीको ठुलो नेता हुनुहुन्छ। उहाँले तपाईँको संसदमा बोल्दा यो बहुलवाद हाम्रो शब्दकोशमा छैन, कम्युनिस्टहरूको शब्दकोशमा हुँदैन भन्छ। प्लुरलिजम जसलाई भन्छ नि, बहुलवाद। मैले जवाब दिएको थिएँ, तपाईँको डिक्सनरी अब थुत्रो भइसक्यो। आज हातमा मोबाइल छ, नयाँ डिक्सनरीहरूमा नयाँ विषयहरू आएको छ। त्यस कारणले बहुलवाद बगैर लोकतन्त्र नै हुँदैन। तपाईँ आफूलाई यदि लोकतन्त्रवादी भन्नुहुन्छ भने, किनभने अब नेपालका सबै कम्युनिस्टहरू पार्टीहरू हामीभन्दा बढ्ता अब तपाईँको संसदीय प्रणालीको लोकतन्त्रको व्याख्या गर्छन्। ओलीजी, प्रचण्डजी, चित्रबहादुर केसीजी अथवा माधव नेपालजी, झलनाथ खनालजी, बाबुराम भट्टराई जति हुनुहुन्छ कम्युनिस्ट पार्टीका साथ नेताहरू, सबैले आफूलाई उहाँहरूको भाषण सुन्नुहोस्। उहाँहरूले हामीभन्दा पनि, नेपाली काङ्ग्रेसभन्दा बढी तपाईँको आफूलाई संसदवादी भन्नुहुन्छ। नेपाली काङ्ग्रेसभन्दा बढी उहाँहरू आफूलाई बहुदलवादी हुनुहुन्छ। नेपाली काङ्ग्रेसभन्दा बढी उहाँहरूले आफूलाई लोकतन्त्रवादी भन्नुहुन्छ। सुन्नुहोस्, यो म एकदम गम्भीर कुरा भन्दैछु। तपाईँको माध्यमबाट म के चाहन्छु भनेदेखि उहाँहरूलाई भन्न चाहन्छु, अब त्यसो हो भनेदेखि साँच्चै व्यवहार पनि देख्यो नि त। नेपालको संविधानमा तपाईँको निर्वाचन प्रणाली छ, संसदीय प्रणाली छ, सबै कुरा छ नि त, सङ्घीय प्रणाली छ। कम्युनिस्टको फिलोसफी तपाईँको सङ्घीयतालाई मान्दैन, कम्युनिस्टको फिलोसफी संसदीयतालाई मान्दैन, कम्युनिस्टको फिलोसफी तपाईँको बहुदलीयतालाई मान्दैन। त्यसो भए उहाँहरूलाई म प्रशंसा गर्छु, स्वागत गर्दछु, शुभकामना दिन्छु। अब उहाँहरूले नेपालबाट हरेक कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको नाउँबाट कम्युनिस्ट हटाइदिनु पर्यो, त्यो राम्रो हुन्छ भन्ने मेरो आग्रह हो। त्यो अभियानमा लाग्नुभयो प्रचण्डजी, ओलीजी र चित्रबहादुर केसीजी र बाबुराम भट्टराईजी भने त्यो जागरण अभियान उहाँहरूको लागि कारगर हुन्छ। यो अरू अभियान त आफ्नो सत्ताको लागि गरिरहनु भएको छ। अहिले मधेस केन्द्रित नै सबै दलहरू भइदिएको छ। जति पनि प्रधानमन्त्रीज्यूहरू र पूर्व प्रधानमन्त्रीज्यू हुनुहुन्थ्यो सबै मधेस केन्द्रित भइयो। नेपालमा आजसम्म जति आन्दोलन भएको छ, क्रान्ति भएको छ, राणा शासनको निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा जति पनि आन्दोलन क्रान्ति भएको छ, त्यो क्रान्ति भूमि नै मधेसकै भूमि हो। एक अर्को कुरा, जति पनि क्रान्ति भएको छ अन्ततोगत्वा तपाईँको नेपाली काङ्ग्रेसकै अगुवाईमा प्रारम्भ भएको छ या नेपाली काङ्ग्रेसकै अगुवाईमा निष्कर्ष पुगेको छ। त्यस कारणले अब मधेसमा काङ्ग्रेस यदि बलियो भएन भनेदेखि देशमा लोकतन्त्र बलियो हुँदैन। मेरो कुरा त्यही हो। सर, तपाईँलाई यस्तो हुन्छ कि अहिले अब भनौँ कि नभनौँ जस्तो मलाई पनि लागिरहेको छ। एउटा के भइदिएको छ भने तपाईँ आफूलाई काङ्ग्रेस भन्नुहुन्छ, तर छिनमा तपाईँलाई
एमाले पनि भन्न सकिन्छ नि, म नै भन्न सकिन्छु। किन भन्न सकिन्छु भने न सिद्धान्त मिल्छ न विचार मिल्छ, अनि तपाईँहरूको समीकरण कसरी मिल्दिहाल्छ भन्ने जनताहरूको प्रश्न छ। होइन, समीकरण मिल्नु भनेको दुईटा अलग अलग विचारमा समीकरण गर्नु, एउटै विचार एउटै। आजसम्ममा तपाईँलाई नेपाली काङ्ग्रेस भनेरै तपाईँहरूलाई त यति मत दिएको हो, देशकै ठुलो पार्टी बनाएको हो, तर फेरि तपाईँ कसरी यो दुइटै मिल्नु भयो? अलिकति नेपाली काङ्ग्रेस, हामी नेपाली काङ्ग्रेसै हो, एमाले नै हो। अब दुइटैको तपाईँको समर्थन प्राप्त भएर पनि पार्टीको बहुमत भएन, त्यस कारणले जनताले भोट दिएन। हाम्रो कमी कमजोरी होला, त्यस कारण सरकार बनाउनु त पर्यो। आखिर 5 वर्षमा सरकार बनाउँदाखेरि त जो पार्टीसँग मिलेर सरकार बनाउन सकिन्छ त्यही पार्टीसँग सरकार बनाउने हो। र त्यो सरकार बनाउनु भनेको एउटै पार्टी एउटै विचारधारासँग होइन, अलग अलग विचारधारासँग नै समीकरण शब्दको अर्थ नै के हो भनेदेखि दुईटा अलग अलग एलिमेन्ट्स, दुईटा अलग अलग पक्ष मिलेर समीकरण। यो समीकरण के को लागि? जनताको हक हितको लागि कि नेताजीहरूको हक हितको लागि? जनताको हक हितको लागि। र यो समीकरण अहिलेको 5 वर्षसम्मको स्थायी सरकार बनोस् भन्नको लागि। यो बिचमा राजा आइहाल्यो भने आउँदैन राजा, स्योर। अनि अब कसरी हेर्नुहुन्छ अहिलेको राजनीतिक परिवेशमा? तपाईँ भन्नुभयो टोटलको टोटल हुन्छ, अनि कति दिनमा अब बन्दैछ त यो शेरबहादुर देवाजी प्रधानमन्त्री? अब 16-17 महिना बाँकी छ। अब अझै 16 हाम्रो के छ भनेदेखि ओलीजी र शेरबहादुरको बिचमा यो सम्झौता भएको छ। 2 वर्षपछि शेरबहादुरजी बन्ने। अब 2 वर्ष 6-7 महिना भयो अहिले मात्रै, 2 वर्ष पुग्नु पऱ्यो नि त, त्यसपछि शेरबहादुरजी पुग्छ कि छोडिदिन्छ? फेरि बिचमै केही अलमेल जस्तो हुन्छ अनि समीकरण टुट्छ, ब्रेक हुन्छ? छैन, त्यस्तो छैन। सर, जनताहरूले अहिले पनि तस्करी पाइरहेका छन्। यहाँ बोर्डरमा, हामी मधेसको होइन, मधेसमा बोर्डरमा जानुहोस् तपाईँ, तस्करी हेर्नुहुन्छ। मेरो घर सर सिराहा पर्यो, सिराहाको बोर्डरमा म्याक्सिमम म तस्करी हेर्छु बोर्डर भएर। त्यसपछि अहिले पनि यस्तो हुन्छ नि कि ठुलाको लागि चायन र सानाको लागि आइन झै अहिले पनि अनुभूति गरेका छन् यहाँका मान्छेहरू। त्यो म नजिक नै कति कल आएका छन्। यहाँका प्रहरी प्रशासनको दमन, यहाँ के कति भएको छ? त्यो गलत भएको छ, नियन्त्रण गर्नुपर्छ। प्रहरी प्रशासनले जनताको पक्षमा काम गर्नुपर्दछ। ठुलालाई चैन, सानालाई के अरे भन्छ नि, यस्तो छ, ठुलालाई चैन र सानालाई चैन होइन, ठुलालाई चैन सानालाई ऐन भन्छ, फर्मुला त्यो हो। त्यसका त्यो होइन, ऐन सबैको लागि हुनुपर्दछ भन्ने पक्षमा हो। हेर्नुहुन्छ सर, त्यो व्यवहारमा लागु होइन, त्यो कमी कमजोरी त भइरहेको हुन्छ, जहाँ पनि भइरहेको हुन्छ। कसरी सुधार्न सकिन्छ सर त्यसलाई? केही छ मिसन भिजन? तपाईँको एउटा भिजनरी व्यक्तिको मिसन भिजन जानौँ न सर, जनताले पनि जानु। जनता जागरुक हुनुपर्छ र जनताले सिद्धान्तको विचारको आधारमा गर्ने राजनीतिक व्यक्तिहरूलाई अथवा दलहरूलाई जनताले समर्थन दिनुपर्दछ। अहिले पनि सर एउटा माइन्ड नगरिदिनु होला तपाईँ सर, अलिकति खोलेर प्रश्न गर्न मन लाग्यो। अहिले पनि सर एउटा एसपीलाई सरुवा गराउनको लागि 70-80 लाख रुपियाँ लाग्दो रहेछ मधेसतिर आउँदा, कुनै जिल्लालाई सम्हाल्दा। यो अवस्थामा आएर त उहाँहरूले त भ्रष्टाचारी गर्छन् नै। त्यो प्रवृत्तिले कसरी घटाउन सकिन्छ, कसरी हटाउन सकिन्छ? मलाई थाहा छैन यो कुराहरू। 70-80 लाख रुपियाँलाई सरुवा गरेर आउँछ भने यो हो भने गलत कुरा हो। गलत हो नि। अनि उहाँहरूले कस्तो गरेको हुन्छ भने जति पनि भ्रष्टाचारी, जति पनि व्यतिथि विसङ्गतिहरू भइरहेका हुन्छन् उहाँहरूको बचाउमा उभिएका हुन्छन् र यो बचाउमा उभे बापत केही न केही रकम पाइराखेका हुन्छन्। सबै छैन। उही सबै पत्रकार तपाईँ जस्तो छैन नि, त्यस्तै सबै काङ्ग्रेसी चाहिँ म जस्तो हुन्छ भने छैन। अन्त्यमा सर केही भन्न चाहनुहुन्छ? अनि तपाईँ धेरै तपाईँलाई बधाई शुभकामना छ। राम्रो इन्टरभ्यू लिनुभएको छ। जनताको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तपाईँले जनताको संवाद र जनताको वातावरण बनाउने काममा आफ्नो पेसालाई समर्पण गर्नु होला। एउटा कुरा, तपाईँको अधीनमा, तपाईँको विचारधारामा अब मधेस र नेपाल सुध्रिन्छ भन्ने आशा जनताले राख्छ कि राख्दैन? त्यो सठिकमा भनिदिनुहोस्, ठ्याक्कै भन्नु। म सिधै कुरा भन्छु, मधेसमा काङ्ग्रेसलाई बलियो बनाउनुहोस्, देशमा सम्पूर्ण कुराहरू तपाईँको सुध्रिन्छ, शासन पनि निर्वाध हुन्छ, लोकतान्त्रिक शासन, जनताको हित पनि हुन्छ। हस् सर, धेरै धन्यवाद। र तपाईँको राजनीतिक जति पनि अब आउने दिनहरू होला त्यो शुभमै बितोस् र राम्रो बितोस् र जनताहरूको हितकारी कार्य होस् भन्ने अपेक्षाको साथ अहिले बिदा चाहन्छु। धन्यवाद।